सम्पूर्णलाई नमन गर्न चाहन्छु। म रमेश राज पौडेल, सक्षम बी फार्मिङको सञ्चालक। हामी आज मह हामीले काटिसकेका छौँ। यो बाटाभरि छ र मह पनि कसरी खाने, यो यस्तो खालको मह खाँदाखेरि कसरी खाने, एकै दिन हामीले यो काट्दाको दिन धेरै मह खाने गरेका छौँ। यस्तो गर्दाखेरि चाहिँ समस्या हुनसक्छ। त्यो भएर यस्तो खालको थोरै अब हामीले पुरै 100% सिल गरेको मह हामीले काटिरहेका छौँ। आज मुक्सिरको अन्तिम 27 गते पनि हो र यो मह कति खाने हो त, यो भन्दा बढी मह चाहिँ खानु हुँदैन। हामीले मह खाने प्रतियोगिता लगायतका चिजहरू सुनेका छौँ। यस्तो खालको गर्दाखेरि कसैलाई मह सुट गर्ने, कसैलाई सुट नगर्ने हुनसक्छ। मह खाने प्रतियोगितामा आइसकेपछि म जित्छु भनेर फेरि उसले धेरै खान सक्छ। त्यो हिसाबले यस्ता खालका प्रोग्रामहरू नराखिदिनु हुन म विनम्र अनुरोध पनि गर्दछु। मह खाने चाहिँ बेला पनि हजुरहरूले बुझ्नु पर्यो, कति बेला खाने हो, मह को तरिकाबाट खान सकिन्छ। हामीले निकाल्दाखेरि योभन्दा बढी मह खानु हुँदैन। हामीले खाइयो भने यसले यो हामीसित जुन चाहिँ हामीलाई शरीरलाई चाहिने सम्पूर्ण तत्त्वहरू यसमा चाहिँ पाइन्छ। तर यसलाई धेरै खायो भने यसले विष गर्ने भएकोले यो मह पनि हामीले धेरै चाहिँ अत्याधिक खान चाहिँ हुँदैन। यो अब लगभग 2 चम्चा छ। यो भनेको म्याक्सिमम एकजनालाई पुग्ने, दिनलाई पुग्ने मह हो। त्यो भएर धेरै मह एकैचोटि अब यसरी बाटाभरि निकालिरहेका छौँ। यो धेरै एकैचोटि खाँदाखेरि नकारात्मक असर, शरीरलाई चाहिँ नकारात्मक असर परेर हजुरहरू बिरामी पनि हुन सक्नुहुन्छ। मह चाहिँ खाने हो, दैनिक रूपमा सेवन गर्ने हो, तर धेरै चाहिँ शरीरले चाहिँ पच्दैन। र हामीले सबैलाई भनि गरेका पनि छौँ, बेलुका पख खानुभयो भने हजुरहरू सुत्ने बेलामा यो खालको मह चाहिँ 1 चम्चा लिएर चाहिँ यो जिउरोको मुनि राखेर र्याल खानुभयो भने पेट सम्बन्धी समस्या र गिजा सम्बन्धी समस्या यसले सबै दूर गर्छ। त्यो हिसाबले हजुरहरूले मह खाने बेलामा बिहान चाहिँ तातो पानी, मनतातो पानीमा चाहिँ हजुरहरूले 1 चम्चा राखेर खानुभयो भने दिनभरि फ्रेस हुने। र बेलुका हजुरहरूको गिजा अथवा चाहिँ मुखमा पेटमा समस्या छ भने 1 चम्चा मह हजुरहरूले दैनिक रूपमा चाहिँ आफ्नो सिरानी वरिपरि राख्ने, सुत्ने बेलामा 1 चम्चा लिएर हजुरहरूले चाहिँ सुत्नुभयो भनेदेखि तपाईँको मुख सम्बन्धी समस्या सबै समाधान हुन्छ। मह चाहिँ दैनिक रूपमा प्रयोग गरौँ। जय मौरी जय किसान। हामीले आज मह काटिरहेका छौँ र निकालिरहेका छौँ। हजुरहरूलाई पनि महको आवश्यक पर्यो भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। यस्ता खालका महहरू हामीसित चाहिँ उपलब्ध छन्। अहिले यो लास्ट लट हो, यो मुसिरको लास्ट लट भएको कारणले हामीले अब चाहिँ यसलाई मह निकाल्दैनौँ, अब मागमा निकाल्छौँ। त्यो हिसाबले अब योमा मौरी धेरै भएको कारणले हामीले सुपर चढाएका छौँ। त्यो अहिले नफुटाल्न मिल्छ यो घाट। यो भाले मौरी कति पनि छैन, त्यो नफुटाल्ने। माउ चाहिँ अत्याधिक भएको छ। यता पनि देख्न सक्नुहुन्छ। यो पुरै चाहिँ माउहरू चाहिँ भित्र बस्न नसकेर अथवा यसमा त माथिपट्टि पनि चाहिँ चाका लगाइरहेको थियो, त्यो बस्ने ठाउँ नभएको कारणले। अब भाले हेर्नुहुन्छ भने यसमा भाले कति पनि छैन। त्यो हिसाबले यसलाई यो भाले नभएको बेलामा घार विभाजन गरियो भने हाम्रो घार चाहिँ बिग्रने हुन्छ। धन्यवाद।